सञ्जयजी तपाईँलाई एउटा भन्छु आज म 2052 सालमा हाम्रो देशको प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो। 2052 सालमा अमेरिकाको राष्ट्रपति बिल क्लिन्टन हुनुहुन्थ्यो। मलाई बहुत बिजी राख्छ के कुरा। बिल क्लिन्टन 2 कार्यकाल हुनुभयो 8 वर्ष, त्यहाँबाट डब्लु बुश आउनुभयो अर्को 8 वर्ष, त्यहाँबाट बाराक ओबामा आउनुभयो अर्को 8 वर्ष, 24 वर्ष गएर ट्रम्प आउनुभयो होइन त, ट्रम्प आउनुभयो, त्यहाँबाट 4 वर्ष, बाइडेन आउनुभयो अर्को 4 वर्ष, 30 वर्ष भयो। कति फेरिए? क्लिन्टन कहाँ छन्, ओबामा त्यतै छन्, डब्लु बुश त्यतै छन्, रमाइरहेछन् नि। अस्ति मैले बिल क्लिन्टनको एउटा फेसबुकमा हेरेको थिएँ, कहाँ त्यो बर्गर लिन कि कता गइरहेको देखाएको थिएँ, कोही पनि छैनन् सुरक्षाकर्मी। मेरो देशमा, तपाईँको देशमा 52 सालमा प्रधानमन्त्री भएको शेरबहादुर देउवालाई सम्भवतः 83 सालमा फेरि हामी प्रधानमन्त्री बनाउँदैछौँ। अनि यो जस्टिस हो? अनि जनतालाई दिक्क लाग्दैन? अनि फ्रस्ट्रेसन हुँदैन? ल, मैले शेरबहादुर देउवाको विरोध गरेको नै। शेरबहादुर देउवाको आँखामा यो मुलुकमा काया पलट गर्ने त्यो सपना अझै जीवित होला, या 5 पटकको 6 पटक, 6 पटकको 7 पटक बन्ने होला? के होला तपाईँ भन्नुहोस् त। त्यसैले यो देशमा एउटा नागरिकले किन भविष्य देख्दैन, जनताले किन भविष्य देख्दैन? तपाईँलाई लिड गर्ने नेतृत्व कहाँ छ? मैले काङ्ग्रेस मात्र होइन, केपी ओली 2051 सालमा गृहमन्त्री हुनुहुन्थ्यो। त्यहाँदेखि यता 70 पछि त यो 1 दशक उहाँ पार्टीको नेतृत्व प्रधानमन्त्री 3-4 चोटि बन्नुभयो। प्रचण्ड 30 वर्ष उता पार्टीको अध्यक्ष भइराख्नु भएको छ होइन? माधव नेपाल भइराख्नु भएको छ, झलनाथ खनालको चान भनेपछि उहाँहरूले अहिले पनि नेतृत्व गर्ने उमेरको कुरा होइन। मैले फेरि 60, 70, 80 जेसुकै होस् उमेर, त्यो नम्बर हो। तर उसले यो देशमा राजनीति मार्फत गरेको योगदान कति भन्दा 30-40 वर्ष भइसक्यो। 30-40 वर्षदेखि यो देशमा 48 वर्ष पहिला पो राजालाई दोष, 48देखि यता आइराख्दाखेरि देशमा के कायापलट भयो त? त्यसको जस अबजस लिएर अनि मात्रै म यो कारण अगाडि बढ्ने भन्नु पऱ्यो नि। खोइ त अरूको पुस्ता आएको, अर्कोले नेतृत्व गर्न पाउनु पर्दैन। त्यस कारणले गर्दा मलाई के लाग्छ भनेदेखि हेर्नुहोस्, नेपाली राजनीतिको यो बडो एउटा दुःखद पक्ष छ। अर्को हस्तक्षेपकारी नेतृत्व पनि आउन सकेन, गिजोलिरहेको अवस्था छ। यसबाट अब मुक्ति पाउनुपर्छ र छिट्टै तपाईँले हेर्नुहोस् 84 सालको निर्वाचन 89 सम्म आउँदाखेरि एउटा जबरजस्त नेपाली राजनीतिमा हस्तक्षेपकारी नेतृत्व आउँछ। अघि तपाईँले भने चाहिँ